प्राचीन कालदेखि यहाँ जुन राष्ट्राध्यक्ष अथवा राजाहरू, राष्ट्रपतिहरू, मन्त्रीहरू पनि यहाँ दर्शन गर्न आउनुहुन्छ। यो धेरै नै शक्तिपीठ हो भनेर मेरो गुरुले यहाँ मलाई चाहिँ मार्गदर्शन गर्नुभएको थियो र त्यसको अनुभूति र मैले उहाँको सेवा गर्दाखेरि मैले आफ्नो फल हुन त अहिलेको फल साक्षात फल चाहिन्छ भनेर अहिलेका युवा पुस्ता युवा पिँढीहरूले भन्छन्, तर अप्रत्यक्ष रूपमा जुन माताले मलाई कृपा गर्नुभएको छ, कृपा आफूले चाहे अनुसार जति उहाँले गर्नुहुन्छ त्यहीमा सन्तोष लिनुपर्छ। त्यसकारणले यहाँ अति नै यो शक्तिपीठ मानिएको छ। काठमाडौँ अन्तर्गत शक्तिपीठहरूमा शोभावती शक्तिपीठ हो र यसमा यहाँ आराधना पूजा र विश्वास हुनु पर्यो। विश्वास हो फलदायक भनेर हाम्रो शास्त्रमा लेखेको छ। विश्वासपूर्वक श्रद्धा भक्तिपूर्वक विश्वास चाहियो, श्रद्धा र त्यसमा भक्ति पनि स्वच्छ भक्ति हुनु पर्यो। त्यो भयो भने अवश्य पनि यहाँ धेरै लाभ प्राप्ति हुन्छ, अदृश्य रूपमा शक्ति प्राप्ति हुन्छ, ऊर्जा प्राप्ति हुन्छ र मैले साह्रै नै विश्वास गर्छु र प्रायः जस्तो नित्य दर्शन गर्न आउँछु। र धेरै नै यो चाहिँ महत्त्वपूर्ण रहेको छ। मलाई यही नै विश्वास र मैले यही ठानेको छु।